सजिलै प्राप्त हुँदैन भन्ने थाहा हुँदै पनि खोजी त्यसैको छ, त्यो हो प्रगति। नमस्कार साथीहरू, म हुँ तपाईँको साथी कुसुम। सधैँको जस्तै आज पनि उपस्थित भइसकेकी छु निकै गजबको अनि प्रेरणादायी भिडियो सामग्री लिएर। मलाई विश्वास छ हाम्रा यी भिडियोबाट यहाँको जीवनमा पक्कै सकारात्मक प्रभाव पर्नेछ र यस्तै यस्तै सन्देशमूलक अनि गजबको भिडियो सामग्री हेर्नका लागि आज नै हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यदि पहिला नै हाम्रो परिवारसँग जोडिसक्नु भएको छ भने हजुरलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद, धेरै धेरै माया। प्रगति एउटा यस्तो चिज हो त्यो जसको खोजी सबैलाई छ, तर सबैलाई यो कुरा पनि थाहा छ कि जुन सजिलै प्राप्त हुनेवाला छैन। र पनि हामी चाहन्छौँ कि प्रगति भेटियोस् तपाईँको जिन्दगीमा, मेरो जिन्दगीमा। आज हाम्रो प्रगति के कारणले रोकिएको छ त? तपाईँको जिन्दगीमा, मेरो जिन्दगीमा, अर्थात् हामी सबैको जिन्दगीमा के कुरा छ जसले गर्दाखेरि हामीले सजिलै प्रगतिलाई प्राप्त गर्न सकिरहेका छैनौँ? विभिन्न कारणहरूमध्येको निकै महत्त्वपूर्ण कारण जसका कारणले हजुर हाम्रो प्रगति रोकिराखेको छ। आज यो भिडियो मार्फत के रहेछ त त्यस्ता कारणहरू थाहा पाउनका लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। कसले रोकेको छ त तपाईँको प्रगति थाहा पाउन पक्कै चाहनुहुन्छ? यदि थाहा पाउन चाहनुहुन्छ भने तपाईँलाई म बताउँदैछु। हाम्रो प्रगति रोक्ने पहिलो कारण हो आत्मविश्वासको कमी। तपाईँ हामीमा जबसम्म म कुनै पनि चिज गर्न सक्छु भन्ने आत्मविश्वास हुँदैन तबसम्म हाम्रो प्रगति कहिले पनि हुँदैन। जब हामी केही कुरा गर्न खोज्छौँ तब हामीलाई के हुन्छ त डर, आफूभित्रकै डर, आफूभित्रकै निराशा, आफूभित्रकै कमजोरीपनाले हामीलाई प्रगतिसम्म पुर्याउन सक्दैन। प्रगति त्यति सजिलै पाइने कुरा पनि होइन। तपाईँ जुन क्षेत्रमा हुनुहुन्छ त्यही क्षेत्रको सफल हुनका लागि तपाईँलाई सबैभन्दा पहिला स्वयं आत्मविश्वासले भरिएको हुनुपर्छ। जब तपाईँ म सक्छु भन्ने भावले पूर्ण हुनुहुन्छ तब हजुरले हरेक प्रयासलाई, हरेक अभ्यासलाई राम्रोसँग गर्न सक्नुहुन्छ। एउटा आत्मविश्वासले भरिएको व्यक्तिले मात्रै आफ्नो प्रगतिलाई आफ्नै पोल्टामा सजिलैसँग राख्न सक्छ। दुनियाँका जति पनि सफल मानिसहरू छन्, जति पनि प्रगतिको शिखरमा पुगेका मानिसहरू छन्, कोही यस्तो मान्छे देख्नु भएको छ र कोही मान्छे चाहिँ प्रगतिको शिखरमा पुगेको होस् तर उसको आत्मबल एकदमै कमजोर होस्? यो त असम्भव छ साथीहरू। यस्तो त हुनै सक्दैन। जब एकजना व्यक्ति आत्मविश्वासले भरिएको हुन्छ उसैले नै प्रगतिले आफ्नो पोल्टामा पारेको हुन्छ। त्यसैले पहिलो कसले रोकेको रहेछ त थाहा भइहाल्यो हामीलाई। पहिलो हाम्रो प्रगति रोक्ने पहिलो कारण भनेको आत्मविश्वासको कमी। अब त्यसै गरी दोस्रो र अर्को महत्त्वपूर्ण कुरा भनेको आलोचनाको डर। हामी गर्न त हुन्थ्यो, दुनियाँले के भन्छ, यस्तो गर्न त मन थियो तर मान्छेहरूले कुरा पो गर्छन् कि, अथवा दुनियाँले के भन्ला भन्ने डरले हामीले कुनै पनि कार्य निर्धक्कसँग गर्न नै सकिरहेका छैनौँ। अर्काले के भन्छ होइन, अर्थात् मानिसहरूले नराम्रो कुरा पो गर्छन् कि, अथवा यसलाई खिचिट्युरी पो गरिदिन्छन् कि भन्ने डरले हामीले कुनै पनि प्रयासको सुरुवातै गरेनौँ। अर्काले के भन्ला भन्ने डरले आफ्नो कदमै नचलाएपछि त प्रगतिसम्म पुग्न नै सकिँदैन। त्यसैले यो एउटा आलोचनाको डर जसले हामीलाई प्रगति हुनलाई रोकिराखेको छ। हामीले के बुझौँ भने म त मेरो तर्फबाट एकदमै उत्कृष्ट गर्नेवाला छु, दुनियाँले जेसुकै भनोस् भन्ने सोचले हामीले कुनै पनि कर्म गऱ्यौँ भने उत्कृष्ट कर्मलाई हामीले गरेको उत्कृष्ट कर्मलाई वाह भन्ने जिम्मा दुनियाँको नै हो। के भन्छ भनेर हामीले नेगेटिभ सोच्दै नसोचौँ। हामीले हाम्रो तर्फबाट उत्कृष्ट गर्यौँ, हामीले हाम्रो तर्फबाट सर्वोत्कृष्ट गऱ्यौँ भने वाह गरेर ताली बजाउने जिम्मा दुनियाँलाई नै छोड्यौँ, न कि आलोचना गर्छन् कि यस्तो गर्छन् कि भन्ने यो डरले हामीलाई प्रगतिमा रोकिराखेको छ। यो दोस्रो र महत्त्वपूर्ण कुरा यहाँहरूले बुझ्नुहोला। त्यसै गरी तेस्रो भनेको साथीहरू अनुभवको कमी। हामीलाई प्रगति हुनबाट रोक्ने अर्को एकदमै महत्त्वपूर्ण कुरा के रहेछ त अनुभवको कमी। जब हामीसँग अनुभव हुँदैन नि, जति अनुभवले निखारिएका हुन्छौँ, जति हामी अनुभवले भरिएका हुन्छौँ त्यति सफलतामा पुग्ने, त्यति प्रगतिका बाटाहरू खुल्ने, त्यति नै प्रगतिका बाटाहरू खुल्ला भइराखेका हुन्छन्। हरेक अनुभवहरूले एउटा नयाँ प्रगति, नयाँ बिन्दुमा पुर्याइराखेको हुन्छ। जब हामीले कुनै पनि कुराको अनुभव नै छैन, सुरुवातै गरेका छैनौँ, न हामीलाई कुनै चिज सफल भएको अनुभव छ, न हामीलाई कुनै चिज आफूले एकदमै प्रयास गर्दा पनि असफल भएर चोट खाएको नै अनुभव छ। हामीसँग अनुभवै छैन, हामी जिरो अनुभवी भयौँ भने हामीले प्रगतिको कामना गरेर पाइने चिज पनि त होइन प्रगति होइन। अनुभवहरूबाट ठोक्किँदै, अनुभवहरूबाट सिक्दै अनि अगाडि बढ्दै प्राप्त गर्ने यस्तो प्रगति अनुभवको कमीका कारणले पनि तपाईँ हाम्रो प्रगति रोकिराखेको छ। त्यसैले हरेक नयाँ कुराको अनुभव गर्न नडराउनुहोला।
हामीले हरेक चिजलाई चाहिँ अनुभवका रूपमा ग्रहण गऱ्यौँ भने पीडा पनि मिठो हुन्छ साथी। किन? त्यसले मलाई कस्तो खालको पीडा दियो त, कुन कुराले म पीडाको एकदमै धेरै दुःखी हुँदो रहेछु भनेर त्यसलाई पनि अनुभवका रूपमा स्वीकार गऱ्यौँ भने हरेक चिज जे पनि हाम्रो जिन्दगीमा आउँछ त्यसले केही न केही नयाँ कुरा सिकाएर नै जान्छ। त्यसैले अनुभवको कमीले पनि हाम्रो प्रगति रोकिराखेको हुँदो रहेछ। त्यसै गरी अर्को र एकदमै महत्त्वपूर्ण कुरा भनेको अनुशासनको कमी। प्रगति हुनु मात्रै ठुलो कुरा होइन साथीहरू, प्रगति निरन्तर हुनु चाहिँ एकदमै ठुलो कुरा हो। हामीले कोही मानिसलाई देख्छौँ कि कोही मान्छेले कुनै पनि क्षेत्रमा रातारात अथवा छोटो समयमा नै प्रगतिको अथवा सफलताको चरमचुलीमा पुगेको, अनि त्यसपछि 2-4 दिनमा फेरि ऊ खस्केर सडकमै आएको अथवा दयनीय अवस्थामा आएको पनि हजुर हामीले देख्छौँ नि त। यस्तो किन भएको त भन्दा स्वयंको अनुशासनको कमी। अहिले पछिल्लो समयमा हेर्नुहोस् त कति सबैले मानेको, जानेको, सबैले चिनेको व्यक्तित्वहरूमा पनि अनुशासनका कमीका कारणले विभिन्न चरित्रमा नै असर पुग्ने खालका घटनाहरू अथवा समाचारहरू सुन्दाखेरि हामीलाई कति नमिठो लाग्छ होइन। त्यो कसरी भएको त साथी? स्वयंको अनुशासनको कमीले। मेरो दायरा म कति हदसम्म अगाडि बढ्नुपर्ने हो, कतिपय अगाडि बढ्ने भनेर सबै यात्रामा सबै बाटोहरू त्यति सुरक्षित हुँदैनन् नि त। जति प्रगतिको बाटो सुरक्षित छ सबै बाटाहरू त्यति सुरक्षित छैनन्। त्यसैले कुन बाटोको म कति कदम अगाडिसम्म मात्रै जान उपयुक्त छ। कतिपय अवस्थामा कतिपय बाटाहरू यस्ता हुन्छन् साथीहरू जहाँनिर हामी त्यहाँ एक कदम पनि नउठाउँदैमा हामी बरु प्रगतिको चुलीमा पुग्छौँ। कतिपय यस्ता डेन्जर बाटाहरू हुन्छन् जहाँ हाम्रो खुट्टा जहाँको त्यही रोक्नुपर्छ। त्यसैले आफूलाई स्वयंलाई एकदमै अनुशासनको कडीमा एकदमै राम्रोसँग बाँधेर राखौँ। आफ्नो एउटा बाउन्ड्री सेट गरौँ, कतिसम्म मात्रै हो त मैले गर्ने, किनकि मलाई त्यो मन्जिलमा पुग्नु छ, त्यो सफलता प्राप्त गर्नु छ, त्यो प्रगति गर्नु छ भने म आफू स्वयं एउटा अनुशासनको कडीभित्र बस्नुपर्छ भनेर आफूलाई सेट गरौँ। आफूलाई चाहिँ अस्तव्यस्त छोडिदिने अनि सफलता प्राप्त भएन, प्रगति भएन भनेर चिन्ता गरेर पनि त भएन नि। भने के रहेछ त, जोसँग स्वयंसँग एउटा अनुशासनको कमीले गर्दाखेरि पनि तपाईँ हाम्रो प्रगति रोकिराखेको रहेछ। म हरेक चिजमा अनुशासित हुनु पर्यो, मेरो खानामा, मेरो लाउनमा, मेरो सङ्गतमा होइन, मेरो हरेक व्यवहारमा म अनुशासित भयो भने मात्रै म प्रगतिको बिन्दुमा पुग्छु भन्ने कुरा हामीले बुझ्न जरुरी छ। त्यसै गरी अर्को र एकदमै महत्त्वपूर्ण कुरा भनेको साथीहरू अध्ययनको कमी। यी त सबै कुरा भएर पनि तपाईँको प्रगति भएन भने अर्को के हुन्छ त, अध्ययनको कमीका कारणले। कैयौँ कुराहरू यस्ता हुन्छन् तपाईँसँग हरेकचोटि अवसरहरू तपाईँसँगै ठोकिन आए तापनि हजुरसँग अध्ययनको कमी छ भने ती अवसरहरूसँग हजुरको मिलन हुनै सक्दैन। हजुरले नचाहेर पनि ती अवसरहरूलाई बाई बाई गर्नुपर्ने हुन्छ, किनभने हजुरसँग के छैन, क्वालिफिकेसन छैन नि त। त्यो त्यसलाई गएर मिल्छ जोसँग त्यसको लागि उपयुक्त अध्ययन क्वालिफिकेसन छ होइन, उहाँहरूलाई गएर फेरि मिल्छ। त्यसले गर्दाखेरि तपाईँको प्रगति रोक्ने अर्को कारण भनेको अध्ययनको कमी। जब हामी एकदमै सफलताको लागि आतुर भएका छौँ, प्रगतिलाई भेट्नलाई आतुर भएका छौँ, तर के भइदियो, तपाईँको अध्ययन पुगेन होइन, यसले रोकियो भने त्यति बेला तपाईँलाई एकदमै नमिठो लाग्न सक्छ। त्यसैले मैले हरेक भिडियोमा हजुरहरूलाई बारम्बार भनिराखेको छु, हरेक चिज त्याग्नुहोस्, जिन्दगीमा हरेक चिजलाई त्याग्नुहोस्, तर जुनसुकै परिस्थिति आए तापनि आफ्नो अध्ययनलाई चाहिँ निरन्तर गर्नुहोस्, जसले तपाईँलाई हरेक चुनौतीसँग सामना गर्ने शक्ति र सामर्थ्य अध्ययनले नै जुटाउनेछ। आज यहाँहरूसँग निकै महत्त्वपूर्ण विषयमा कुराहरू सेयर गर्न पाउँदा निकै खुसी लागेको छ। यी कुराहरू हाम्रो जीवनमा हाम्रो प्रगति गर्नलाई रोकिराखेका यी कुराहरूको बारेमा जानिसकेपछि पक्कै यो भिडियो हेरिसकेपछि यहाँले यी कुराहरूलाई सुधार गर्दै अगाडि बढ्नुहुनेछ र प्रगतिको चरमचुलीमा पुग्नुहुनेछ। सफलताका रङ्गहरूले यहाँको जिन्दगीलाई रङ्गीन बनाइराखेको होस्। फेरि यस्तै अर्को गजबको भिडियो सामग्री लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि आफ्नो मनको खुसी बनाउँदै गर्नुहोला। आजलाई पनि छुट्टिन्छु। नमस्कार।